हेलो एभ्रिवान, म चाहिँ नि आज एक्लै केएल टावरमा मुभी हेर्न गएँ। दिनभरि सुतेँ अनि के गरौँ भयो। त्यसपछि मम्मी जाम मुभी हेर्न भने मम्मी त म जान्न भन्न थाल्नु भयो। लु म आफै गइदिन्छु, पढाइ पनि चढिदिन्छु आफै भनेर म मुभी हेर्न गएँ। हातमा स्कुटरको चाबीले मुभी थिएटरतिर म चाहिँ नि लागेँ। अब यसो हेरेँ पपकर्न त खाइदिनु पर्यो भनेर एउटा पपकर्न पनि किनेँ। 275 को मिडियमको चिज पपकर्न किनेर मैले त खाइदिएँ लज्जा भनेर। अब सुरु हुने बेला भयो अनि म चाहिँ नि अब थिएटरतिर लागेर यसो हेरेको त क्युब 2 कता रहेछ भनेर यता रहेछ अनि म त हिँड्दै गएँ त्यतातिर। वाउ लभ तर अहिलेसम्म खोलेकै छैन। 45 त भइसकेको थियो, अझै किन खोलेन भनेर एकछिन चाहिँ नि पपकर्न यसो देखाएँ, फोटोसोटो खिचेँ अनि यसो हेरेँ। ल म चाहिँ नि भित्र छिरेँ है त। जी कहाँ छ भनेर धन्न आज मैले चस्मा लाएर गएको थिएँ कि जी पनि देखियो 7 पनि देखियो। अनि बसेँ यसो आफ्नो सेल्फी पनि लिँदै यसो वरिपरि पनि सर चेक गर्दै मैले कोही छ कि केही छ कि भेटिहालिन्छ कि कोही भनेर। कोही भेटिनँ। फेरि आफूतिर हेरेँ अनि चिजतिर देखाएँ अनि मुभी सुरु भयो। तिम्रो मुस्कान नथीको आशामा बसेका छन्। पछि झुठो पनि नहुँदो रहेछ। समुद्रमा मुटु गाउँदैमा समुद्र जुठो हुन्छ। अनि हाकिम रहेछ, हाम्रो बुढामा पाउँदैछौँ उसकै बुढामा बस्ने भनेको छ। अनि मैले चाहिँ लुकी होइन यसो क्लिपहरू पनि अलिअलि खिचेँ। खिच्न मिल्छ कि मिल्दैन थाहा छैन, त्यही पनि लुक्दै खिचेँ। कस्तो धुमधामसँग बिगारी मान्छे।